गर्भावस्थामा भिडियो एक्सरे किन गर्ने कि नगर्ने, कहिले गर्ने यसको बारेमा थाहा पाउनको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो पटक भिडियो एक्सरे 12 हप्ताभित्र गरिन्छ। यदि गर्भ बसेको शङ्का लागेपछि बच्चा बसेको छ कि छैन कन्फर्म गर्नको लागि, बच्चाको स्थान पाठेघरभित्र छ कि पाठेघर बाहिर छ भनेर थाहा पाउनको लागि, गर्भको सङ्ख्या थाहा पाउन, मुटुको गतिविधि थाहा पाउन र गर्भ अवधि तथा गर्भको उमेर थाहा पाउन पहिलो पटक 12 हप्ताभित्र भिडियो एक्सरे गरिन्छ। दोस्रो पटक 18 देखि 22 हप्ताभित्र भिडियो एक्सरे गरिन्छ, जसलाई एनोमली स्क्यान पनि भनिन्छ। दोस्रो पटक भिडियो एक्सरे मुख्य अङ्गहरू मुटु, मृगौला, ब्रेन, मेरुदण्ड, हातखुट्टा आदिको विकास भए नभएको थाहा पाउनको लागि, त्यस्तै जन्मजात हुने समस्याको पहिचान गर्न, जस्तो कि तालु खुडो हुने, ओठ काटिएको, मेरुदण्डमा डल्ला, मुटुमा पाल र टाउकोमा पानी जम्ने समस्याको पहिचान गर्न गरिन्छ। तेस्रो पटक 28 हप्तामा भिडियो एक्सरे गरिन्छ। तेस्रो पटक गरिने यो भिडियो एक्सरेबाट सालको अवस्था, बच्चाको चाल र बच्चाको वरपरको पानीको मात्राको बारेमा थाहा पाउन सकिन्छ। चौथौँ पटक 36 देखि 38 हप्तामा भिडियो एक्सरे गरिन्छ। चौथौँ पटक भिडियो एक्सरे बच्चाको बसाइ सुल्टो छ कि उल्टो छ भनेर थाहा पाउनको लागि र नर्मल डेलिभरी गर्ने कि शल्यक्रिया मार्फत डेलिभरी गर्ने भन्ने कुराको प्लान गर्नको लागि गरिन्छ। गर्भावस्थामा गरिने भिडियो एक्सरेको बारेमा बनाइएको यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला।